जाऊ माथि जाऊ लोडो देखेर डरायो क्या बाई बाई आज कताबाट जाउँ है हाम्रो मर्निङ वक गर्नु वहाँबाट जाउँ क्या खोलातिरबाट जाउँ खोले खोला पनि हरियो रमाइलो होला है अहिले त्यो खोले खोलाको बाटो यो फुल थियो नि त दाना त लागिसकेको ए यो त तामसिल भन्ने पो रहेछ के हो तामसिल हामी कति खान्छौँ त ए होइन पयौँ पो रहेछ त बुढा पयौँ चाहिँ होला भित्तामा यस्तो लेखेको छ तारे भिड भन्ने अब गोकर्णको जङ्गल कता हो उता हो यहाँदेखि त उता देखिन्थ्यो हामी गएको पहिलो छेउबाट अनि त्यो तारे भेट्दा हुन्छ त्यो जाने बाटो त्यता होइन होला कता होला गोकर्णबाट हिँड्यौँ भनेर भ्लगमा देखेको थिएँ त मैले गोकर्णबाट हिँडेर कति 2 घन्टामा कहाँ अनि 2 घन्टामा कहाँ पुग्यौँ भनेर भन्दै थियो यस्तो पाखा पनि यस्तो भयो मैले मार्ग पनि भइसकेको छ यता गाडी कतिचोटि लडाइयो हिल्दै हिल्दै हुन्थ्यो बाटो है बाटो त कस्तो नराम्रो होइन अहिले यो ढलान गरेर बनाएर गएको यो ढलान गरेर झन् पक्की हुन्छ नि बुढा यहाँदेखि चाहिँ ग्रिन हिल सिटी होइन उतै 1 नम्बर गेट हिल सिटीको एरिया खोला बगेर यता बल्ल बल्ल हुन्थ्यो होइन बाटो हामी मलाई स्कुटर सिकाउनु तपाईँले यतै ल्याउनु हुँदैन ए 6 नम्बर होइन 1 नम्बर त हो 6 नम्बर चाहिँ वडा औतिर जाउँ होइन 25 नम्बर गेट हो 25 भनेपछि हामी खोला छेउ आइपुग्यो खोला हिँड्ने विचार गरेर यहाँ हामीहरू डुक्कु कम्प्लेक्स सिरोचोक भन्छलाई चाहिँ यो कता रहेछ पहेँलो मित्र पार्क गौस यतैबाट जानु जाने त खोला आइयो के खोला अब यो
विष्णुमती समथिङ मती के हो बागमती बागमती म बागमती सफा बग्न चाहन्छु बागमती अरे हट सोचेको जतिको राम्रो त छैन रहेछ पहिला अब राम्रो जस्तो लाग्यो त यस्तै त थियो नि धेरैजना थियो मैले पागल जस्तो लाग्यो होला नि उ त हो त हौ के हो त्यो पुल खै हो यति नजिक हो र खै हो कि हेर उति हो जुजो के गरे बच्चाहरू कहाँको बच्चाहरू कुनै संस्था घरको बच्चाहरू बस्ने हो यो खोलामा चाहिँ माछा मार्दैछ हौ माछा के जाने पुरा आधी डुबी हानिरहेको छ आधी डुबेर होइन यस्तोको माछा नि अनि कहाँ लगाएर लगाएर बेचेर हिँड्ने यही को हो क्या खट्टाहरूले त्यो खोलाको माछा पाउँछ है क्या सफा छ भयो छ्या यस्तो पनि सफा हुन्छ र दुनियाँको ढल गरेको होला जोडेको होला हेर्नु त यहाँ पानी यत्रो पानी आउँदछ त भाडामा नालाको के हो नि यो नालाको होला नि त पानी पानीको होला नजिक हुँदा त्यहीँ लुगा धुँदा हुने रहेछ है मजाले यहाँ माथि बस्ने ठाउँ बनाएर रहेछ त हौ यहाँ माथि बस्ने ठाउँ बनाएर रहेछ क्या नलाऊ माया टाढाको कितनी मन है नमान डर के जातिको
आज चाहिँ हामी बुढा र बुढी घुम्न हिँडेको। हामी कता हिँडेको बुढा भन्नु त? म टेम्के तपाईँ टेम्के हुनुभएको होइन? म चाहिँ तपाईँलाई पछाउँदै हिँडेको। आलु उसिनेर खानुपर्छ। आलु उसिनेर खानुपर्छ। ओके। पान्टारमा जाँड खानुपर्छ। ओके। चिप्ले किरा पनि खोज्ने हो। चिप्ले किरा टिप्यो भने भिडियो हालेको त टट्ट कति मान्छेले हेरिसक्यो। कहिले? अस्ति नै त्यो अगाडि नै। ए आज पनि चिप्ले किरा खोज्नुपर्छ ल। मालिङ्गोको त्यो मुन्टा लिएर तरकारी खानुपर्छ। गाउँमा पल्काएर छार्नुपर्ने थियो म। हामी जाने बेलामा त त्यो के भन्छ मालिङ्गोको तामा नै ननिस्किने बेला पुग्ने रहेछ होइन। गाउँमा पल्काएर आउने अर्कोचोटि जाँदा त मालिङ्गो त सखाप बनाइरहेको छ। सखाप। त्यो चाहिँ के भन्थ्यौँ हामी? स्वामी। ए होइन होइन बैसी अरे। यसको चाहिँ सिर्कुना यस्तो हुन्छ कि बैस गाउँतिर बैस रोप्ने खुब चलन थियो नि। यसको लौरो क्या लौरो। यसको लौरोले एक स्वाट दियो भनेदेखि एक हप्ता दुख्छ। टिचरहरूलाई खुब काम लाग्ने रहेछ नि त। तपाईँ जस्तो टिचरलाई, विद्यार्थी कुट्ने टिचरलाई भन्दा पनि गोठालेलाई चाहिँ बाली खाएको बेलामा स्वाट दिनुपर्छ। अर्कोचोटि ए भन्ने बित्तिकै फर्किन्छ। बिचरा त पशुलाई के थाहा? पशुलाई के थाहा त्यो मान्छेले रोपेको चिज खानु हुँदैन भन्ने कुरा। त्यही र त अब पशुलाई त्यसरी कुट्ने मान्छे त पापी नै हो। सिकाउनु परेन? आपिएर पाप र धर्मको कुरा पनि आउँछ तिमीलाई? आउँदैन। आफै कुखुरा पाल्दै चट्काउँदै खानु। त्यो त खानेकुरा हो नि त। गाई भैँसी गाई बस्तु गाई गोरुहरू त कहानी जराहरू कस्तो माया लाग्दो। यो चाहिँ के रहेछ? भगवान्? त्यो पनि भगवान् छ क्या र? म हेरेर आउँछु अनि म दर्शन पनि गर्छु भगवान्। ओ मानवप्रेमी हो। गौतम बुद्धजी पो होइसिँदो रहेछ त। अरे त्यहाँ त्यो फुल पछाडि एउटा फुल्यो। ए तलबाट गएको रहेछ। ऊ त्यहाँ बेगमबेली कसरी एउटा माथि फुल्यो भनेको तलैबाट गएको रहेछ। त्यो चाहिँ के हो? अमिलो हो कि के हो? पिपल। माया टाढाको यो चाहिँ कहिले पनि मर्दैन के अरे होइन? यो के भनेको सुनेको थियो भोइस। तपाईँले देख्नुभयो त तारे भिर भनेको पारी लेखेको छ नि। हौ त्यो हो क्या तारे भिर। त्यो ठुलो चुच्चोदेखि सिधै तल देखेको त त्यति टाढो कहाँ म देख्छु। चस्मा के को लागि? चस्माले पनि देखिन्छ। तिमी चाहिँ देखिरहेको छौ? देखिरहेको छु। ऊ त भिरको सिधै तल क्या तारे भिर भनेर लेखेको छ क्या।
कस्तो हौडीको कुरा गर्नुहुन्छ हौ। यत्रो ठुलो अक्षरले लेखेको छ, घरभन्दा ठुलो अक्षर। जुन उता चुचो छ नि, चुचो भिर, त्यसको सिधा तल यस्तो तेर्छो अक्षर लेखेको छ नि, देख्नुभयो? लाइनले माथि चुचुरा पुग्नुमा त है यहाँ त कहाँ पुग्नु सकिन्छ त? मान्छेहरू जाँदै त तारे भिरमा मर्छ त, तँ के गरेर कहाँ मर्छ? त्यो तारे भिर त्यहाँ मर्छ मान्छे? अँ त्यो मर्नु ठाउँमा के जानु? मर्नु पऱ्यो भने तारे भिर जान्छ नि त मान्छेहरू। अनि हाम्रो गाउँको 2 जना त्यो तारे भिरमा मर त। हो र? त्यो हाम्रो गाउँको मतलब हाम्रै टोलको क्या। हाम्रो अहिलेको गाउँको? अँ तिम्रो कात्तिकै गाउँको? होइन, अहिले त्यहाँ त्यो एकजना दुर्गा बहिनीको बुढा पनि यही तारे भिरमा आएर मऱ्यो। अनि त अर्को के हो त्यो बहिनीको नाम, उसको बुढा पनि। कुन यो के को रुख हो बुढा? फुल टिप्ने मन भए नमान डर। त्यो घरमा पनि कौसी खेती रहेछ, मजास्तै जाँगरिलो मान्छे रहेछ त्यो घरमा। तिमी जाँदा बेरोजगारीले मात्रै गर्छ, जाँगर हुनु पर्यो। सबैभन्दा ठुलो जाँगर हो के, मान्छे जति व्यस्त होस् न, आफ्नो इच्छा जाँगर मिलेपछि सब कुछ पोसिबल। अचम्मै छ, जाँडको कुरा पो गर्नु हुँदो रहेछ। जाँगर यु नो इनर्जी भनेको के हो? जापानिज भाषा हो। जापानिज भाषा। जाँडको लागि इनर्जी भन्छ। दुई चार घर लिएर राखिदिउँ न। बन्द कर दो। यही क्लिक हो। भोइसको मिठो मिठो राम्रो राम्रो रुखहरू कस्तो मजाको झम्म गरेको छ है। हामी गाउँमा साग खेलेर नाच्नु जाँदाखेरि यही भैँस यसकै त मुन्टा लिएर नाच्नुहुन्थ्यो। मुन्टा लिएर होइन, घाँस चाहिँ यसको छिटो छिटो पुऱ्याउँथ्यौँ क्या। तर यति थोरै हन्कम त गरौँ खालको हुँदैन क्या, वेटी हुन्छ। अनि यसको त्यही दाउरा पनि एकदम त्यो झिक्रा हुन्छ नि, कडा हुन्छ, त्यो कडा खालको हो त्यो। रुख रहेछ यस्तो रुखै रुख घारीमा घर भएको है। कति राम्रो फुलेछ हौ। यो के हो? पहिला त थुप्रो होइन, यो एभोकाडो हो होइन? के हो यो? मौवा बुढा मौवा। मौवा पनि फल्छ र यसरी फुल्छ र? के त नि यो?
हाइकिङ जाने छेउछेउमा पुछारमा बाइकहरूको उयोहरू पनि हुनुपर्ने क्या है बाइकहरू राख्ने उम्, अनि ठाउँ ठाउँमा टोयलेटको पनि व्यवस्था हुनुपर्ने है होइन उम्। यो गोकर्णमा त पहिला किरात राजाको थियो अरे नि त दरबार हो एउटा त्यहाँ 3 चुल्हा सबै राखेको छ सिकारी खान यहाँ माथिसम्ममा निशानको एउटा ज्याकेट कोरियाबाट तपाईँले पठाइदिनु भएको ज्याकेट हराएको छ के गरेर होला पहिला यहाँ मदनहरू बस्थ्यो नि त अनि त्यहाँ हामी आएको मम्मी म निशान को आएको थियौँ हौ त्यहाँदेखि त्यहाँसम्म पुग्दा छैन ज्याकेट चट हरायो अहिले त आएको छैन अहिले त आएको छैन किन्न आएछ आएको छ कति शीतल हावा हजुर बचियो टिकटबाट बचियो अन्त बिमारहरूको गर्ने क्या मेला तर खै कहाँ त्यहाँ हो त नि त्यो होला नि त्यो पिकनिक जस्तो छ त है no?
होइन बुढिया माइत यहाँ हो माइत जङ्गलै जङ्गलको बाटो माइत हिँडेको मावला गएको याद आयो यो बाटो चाहिँ खाजा खाने हुनेछ फलफुल पाउनु छ हामी खाउँ ल फलफुल पाउनु छ हामी खाउँ ल यहाँ बसौँ न यहाँ नुन नलाउने यहाँ पहिरो गएको रहेछ यो उसले मात्रै जराले मात्रै उता रुखलाबाट मैले एकजनामा फर्स्ट गरिदिनु एकजना बाटो रे लिन्छु छि बगे बगे थोबो थोबो च्याउ
जाउँ शीतलतिर बसौँ। यतैबाट जाने त ल बतासले सुसाउँदै केही भने जस्तो छ सुन्दरताको सधैँ बढान गरे जस्तो छ। ओ बुढा मान्छे के छ बुढा मान्छेको हालखबर? गल्नुभयो माई बुढा गल्नुभयो? कति किलोमिटर आज हिँड्नुभयो बुढा भन्नुहोस्? आज चाहिँ बुढाबुढीको हाइकिङ। म कति मोटी हट पातली हुनलाई हिँड्या झन् साह्रो मोटी देख्छु त आफूले आफूलाई। गर्मी भयो आज चाहिँ जङ्गलमा शीतल भइरहेछ हिँड्नलाई रमाइलो पनि भइरहेछ। आज चाहिँ हामी यो काठमाडौँ सहरबाट यतिको टाढा आएको छौँ। यो ठाउँको नाम के होला भन्नुहोस् साथीहरू? ए जम्मा 6 किलोमिटर मात्रै हिँड्नेछ? ए अब जहाँ घर पुग्दा ठिकै 6 किलोमिटर 12 किलोमिटर भइहाल्यो। नपुगे पनि 10 किलोमिटर दिनमा हिँड्नु भनेको ठुलै कुरा हो नि बुढा। तिम्रो छेउ सधैँ हिँडिरहन पाऊँ केही चाहिँदैन तिम्रै हुन पाऊँ। हो माई बुढा थाक्नु हो क्या? अनि बिहामा पनि खानु पायो भनेर टन्न खाने हो त हो?
छ्या फटाफटा गाउँतिर बिहान जाँदा घरमा बस्नेलाई पनि लगिदिन्छ नि होइन त्यस्तै छ्या जेठको हारी आज चाहिँ हामी यसरी हिँडिरहेको छौँ लुइका लुई